हेलो साथीहरू, मासु भात गमगमी खाने होइन त। त्यसको लागि तेल बसाउने, तेलमा जिरा फुराउने, त्यसपछि अदुवा, लसुन, प्याज, खोर्सानी सबै हालेर एकछिन मजाले चलाउने। मजाले चलाइसकेपछि गोल्डन ब्राउन भएपछि त्यसमा बेसार लगाउने, त्यसपछि मासु लगाउने। मासु लगाएर मजाले भुटिसकेपछि त्यसमा टमाटर, अदुवा लसुनको पेस्ट अनि स्वादअनुसार नुन राखेर मजाले चलाउँदै छोप्दै पकाउने।